सखिए हो अनि माघ के आउँदैन त्यो गीत माघ के हो माघ कपिली गुरी गुरी जाट। धन्यवाद। राम राम हमारे सर कने हमार मायाले के हमने भेटाइल बटै यहाँ चाहिँ पोर्क सेकुवा छ एकदमै मिठो। आमा मामा ह्याप्पी माघी। Yes, thank you. So all right guys, this is Sahid back with another vlog. First of all, तपाईहरु सबैजनालाई माघे संक्रान्ति 2082 को धेरै धेरै शुभकामना छ। अनि थारू वर्ष 2649 विक्रम सम्वत यस्तै छ गाइस। के गर्ने। अनि यता हेर्नुस्, यता चाहिँ हाम्रो गेट छ। अनि त्यसपछि ठ्याक्कै गाह्रो छ गाइस। सो यता चाहिँ हाम्रो थारू गाउँको स्टलहरू छ। अनि यो वर्ष यतापट्टि चाहिँ थारू गाउँको स्टेज छ। अनि डान्स पर्फर्मेन्स अझै बाँकी नै छ। सो हामी त्यो सबै कभर गर्ने आजको रमाइलो रमझम के कस्तो छ। सो विदाउट वेस्टिङ एनी मोर टाइम लेट्स गेट स्टार्टेड। यहाँ चाहिँ पोर्क सेकुवा छ एकदमै मिठो। आमा मामा साह्रै नै मिठो। दाजु कसरी हो पोर्कको मासु? 500 रुपैयाँ प्लेट। 500 को एक झिर कि कस्तो प्लेट? एक प्लेट 500 रुपियाँ प्लेट। हजुर कुन ठाउँबाट हो? उदयपुर गाईघाट। उदयपुर गाईघाटबाट हुन्छ वा। सो यो चाहिँ वान अफ द स्पेसल छ माघीमा। उदयपुरको मेन भान्साघर होइन। सो 500 रुपियाँ प्लेट छ गाइस। इफ यु वान्ट टु ट्राई यु क्यान कम हियर एन्ड इन्जोय। नाम चाहिँ साहिद कठरिया हो। अनि आफ्नो इन्ट्रोडक्सन दिनुहोस् उताको तर्फबाट तपाईँको अवस्था। नमस्ते, मेरो नाम चाहिँ करिना चौधरी हो। के थारूमा भन्नु? आफ्नो उता पूर्वतिरको थारू। नमस्कार, हाम्रो नाम करिना चौधरी बा। अम्बारा जिल्ला जितपुर सिमरा बाराको घर बा। के भन्नु? केही छैन। ओके फाइन। अनि ल म एउटा गीत गाउँछु अनि तपाईँ कम्प्लिट गर्नु है। आउँछ भने आउँदैन भने केही छैन। सो हाम्रो थारूहरूको मेन गीत नै माघ लहैली सुरिक सिगर खैली अनि सखिए हो अनि माघ के आउँदैन त्यो गीत माघ के पीली गुरी गुरी जाए। यस द्याट इज भेरी गुड। तपाईँ पेवर थारू नि हो। हजुर तपाईँले भेटेर एकदम खुसी लाग्यो। धन्यवाद। आफ्नो उतातिरको लगभग माघीको बारेमा केही एक्सप्लेन गर्नु। हाम्रो त यस्तै हो। त्यो माघ 1 गते चाहिँ मेन चाहिँ हाम्रो महान चाडपर्व त्यही भनिन्छ। नयाँ साल भनिन्छ। थारूको चाहिँ मेन महान चाडपर्व र नयाँ वर्ष भनेकै माघ 1 गते भनिन्छ। त्यसैले हामीले सेलिब्रेट गर्ने हो। स्पेसल के छ र अनि के ट्राई गर्न सकिन्छ अनि अरू स्पेसल प्राइजहरू पनि भनिदिनुहोस् अनि देखाइदिनुहोस्। ए हुन्छ। यहाँ आउँदा हुन्छ नि है। यहाँ चाहिँ हाम्रो स्पेसल एकदम लोकल ट्राईमा गाउँघरको जस्तै एकदमै आँसको मासु रहेछ है। ट्राई गर्ने भनेको यो। अनि यो चाहिँ परेवाको मासु रहेछ लोकल स्टाइलमा। हाम्रो गाउँतिर पाउँछ नि त्यस्तै सेम लोकल टाइपमा। अनि यहाँ चाहिँ सिधा यो चाहिँ मेरो फेभरेट है। हाम्रो फेभरेट हो।
खानै पर्ने लास्ट मनपर्छ अनि यो चाहिँ एकदम गाउँघरकै यहाँ चाहिँ पाउँदैन फेरि एकदम गाउँघरकै सिधा माछा अनि अरू के छ घोङ्गी त भन्नै पर्दैन होला घोङ्गी त खासै भन्नै पर्दैन होला त्यो त अलमोस्ट स्पेसल पर्यो भन्ने कि त्यो लाइहरू अहिले त मागमा खानै पर्ने लाइ र तिलुवा भन्ने त्यो खानै पर्छ है त्यति हो हाम्रो चाहिँ त्यही भन्न चाहन्छु हाम्रो यता पनि हेर्नुहुन्छ हाम्रो यता के छ हाम्रो दाइहरू आइसक्नु भएको छ मजाले अनि हाम्रो के अरे माघीको धेरै धेरै शुभकामना छ दाइ अब के हुने हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना माघीको ह्याप्पी माघी हाम्रो आजको थारूको नयाँ वर्ष हो अरू म के भन्दा चाहिँदैन ह्याप्पी माघी हस् थ्याङ्क यू क्यामराम्यानलाई चाहिँ देखाएको छैन यता चाहिँ हाम्रो बहिनी अब क्यामराम्यान नभएपछि सँगसँगै ल्याउनु परिहाल्छ ठिक छ होइन सो लेट्स गो यो पालि चाहिँ डान्स स्टार्ट भइसकेको रहेछ छिट्टो नै यो चाहिँ बेलुनहरू छ मस्त हामी आइपुग्यो है मिटास वान अफ द फेमस थारू रेस्टुरेन्ट इन काठमाडौँ अहिले हामी गएर टिकाराम सरलाई पनि भेट्नेछौँ सो हेलो नमस्ते राम राम टिकाराम सर कहाँ थे बहुत भेटना मन रहे अपनी टिकटॉक हेयर के आई लाडू कहाँ थे सो स्टॉल नंबर 83 कह के तो अपनी है भेटना मन रहे तब हमारे ब्लॉग बनाई थी आई के ना भेटे हमारा राम राम एकदम धेरै धेरै धन्यवाद राम राम हमारे सर ने हमारे मायाले कि हमने भेटा आयल बटै हमारे स्टॉल नंबर 83 टिकटॉक में देख के नु खटे हमारे सर अब सर कुछ शुभाकाम आपने खाल खबर सब ठीक बस सर बस अपने भेटना मन लागल है मैं क्यों जाऊँ ये माघी के अवसर पार के भेट के आई जाऊँ ले धन्यवाद एकदम धेरै धन्यवाद सर अपने की स्पेशल का बता दी ना तो हमारे ऑडियंस हमार घोंगी एकदम सस्ता बा 150 रुपये प्लेट किल ना घोंगी 150 रुपया बहुत सस्ता और ठाव से स्टॉल भरी बहुत सस्ता बा एक हमें डिग्री फ्री में खुआई थी यहाँ ऑडियंस में अच्छा जैसे यहाँ डिग्री कंपनी हमारा एकदम कम्प्लीमेंट्री डिग्री आई था और फिर अब सब कुछ बा मोमो बा मोमो एकदम 200 मिल मोमो जति सुटी बा घोंगा बा झिंगा मच्छी बा पोर्क फ्राई बा सांडे को बा ना सबको आइटम बा जो हमारे मीटर्स में मिलना वहाँ पे मिलना यहाँ मिलना सबको आइटम सेम बा थारू परिकार है एक तो इंटरनेशनल ब्रांड भन्दा नि फरक नहीं बरी ना जे होस् आपने हुँगरे थारू परिकार है प्रमोट करते होकर लग बहुत खुशी लागत का मेरा ठीक बा धन्यवाद ले लीडर सर हंसते और प्रगति करती रही ऐसे हमारे साथ सपोर्ट मीटर्स के प्रचार करते भी हमारे मीटर्स और ये हमारे साइडर्स ब्लॉग करना चैनल में अपलोड हुई साइडर्स ब्लॉग में सब्सक्राइब कर भी लाइक कर भी धन्यवाद सो वेलकम छ साइडर्स ब्लगमा नमस्ते थ्याङ्क यू सो मच अनि माघीको धेरै धेरै शुभकामना पनि छ सो म एउटा गीत गाउँछु होइन त्यसलाई कम्प्लिट गर्नु गीत थारू नै हो मोस्ट फेमस सो माघलाई सुरिक सिकार खैली अनि सकिए हो माघमा पिली गुरी गुरी चाड के हो यस तपाईँ पेवर थारूनी मलाई खासै म यति भएको कारणले चाहिँ मलाई खासै आउँदैन अलिअलि बोल्न चाहिँ आउँछ तर हजुरको शुभ नाम मेरो निष्ठा थारू हजुरको मेरो इरासिङ थारू हजुरको घर मेरो यता घर चाहिँ यता इटरी पूर्व सुनसरी हजुर मेरो मोहतरी म चाहिँ पश्चिमको परे मेरो नाम चाहिँ साहिद कथारिया अनि तपाईँहरू अहिले हुनुहुन्छ साइडर्स ब्लगमा सो कस्तो लागिरहेछ माघी पर्व एकदमै रमाइलो यति धेरै भिडभाडहरू छ सबैजना आइदिनु भयो हाम्रो यो पनि हाम्रो स्टल पनि भयो एउटा चाहिँ होइन सो सबैजनालाई के अरे फुडहरू ट्राई गर्दाखेरि चाहिँ हामी एकदमै वी आर फिलिङ भेरी मच ह्याप्पी एकदमै हजुरलाई मलाई पनि एकदमै रमाइलो लागिरहेछ अब माघी कहिले आउँछ भनेर पहिल्यैदेखि कुरिरहेको हुन्छौँ हामी त होइन अब यो हाम्रो थारू सम्बत 2, 6, 4, 9 पनि
यसपालिदेखि सुरु भएको छ त्यही भएर एकदमै खुसी छौँ तपाईँहरू साह्रै क्युट लाग्यो क्या त्यही भएर अलि गएर बोलिदिउँ न भनेको स्योर हुन्छ एकदमै मन पर्यो तपाईँहरूको चाहिँ हो के चाहिँ च्यानल हो तपाईँहरूको चाहिँ हो के चाहिँ च्यानल्सहरू केमा चाहिँ आउने हो भ्लगहरू हो तपाईँको भ्लग हो भ्लग ए ओके ओके स्पेसली म चाहिँ स्पेसल इभेन्टमा मात्रै ओकेजनमा मात्रै भ्लगहरू ए, गर्ने ओके, गर्छु हजुर। सो माघी भयो अभियसली गर्नै पर्यो होइन सो अरू थारूको स्पेसल तपाईँहरूको ठाउँमा कसरी मनाइन्छ त्यही भनिदिनु न अब यस्तो हो म चाहिँ सानैदेखि नै यता काठमाडौँमै बसेको कारणले चाहिँ हामी यस्तै अब यहाँ माघे सङ्क्रान्ति चाहिँ हामी जब टुडी खेलमा आउँछौँ यसरी सेलिब्रेट गर्छौँ हामीले चाहिँ होइन हाम्रोतिर चाहिँ यति छ अब उहाँको पनि कुरा सुनौँ न हामी मेरो पनि त्यही हो यहीँ सानैदेखि यहीँ काठमाडौँमै भयो टुडी खेलमै गएर माघी मनाउने भन्ने हुन्छ त्यही भएर खासै थाहा भएन कसरी मनाइन्छ भनेर ओके वन्स अगेन माघीको धेरै धेरै शुभकामना छ अनि अब हाम्रो च्यानललाई सब्सक्राइब पनि गरिदिनु ल लाइक एन्ड सब्सक्राइब ओके थ्याङ्क यू पानीपुरी लभरलाई पानीपुरी खान मन लाग्यो अरे नमाग यता 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 दिदी माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना अनि कस्तो भइरहेछ व्यापार ठिकै छ जे होस् एक दिनको मेलाले धेरै अवसरहरू छ होइन कुन ठाउँबाट हो हजुर सर्लाही ए हुन्छ बनाउनु न बहिनीलाई पानीपुरी खान मन लाग्यो अरे बनाएले म खाइहाल्छु ल ल ल फर्स्ट बाइट है कस्तो छ त टेस्ट आइरहेछ फेरि पनि नमस्कार राम राम गोर लगेपछि आज सबैके ओहो हो यति धेरै मास देखेर त म त यही दक्क परिसकेँ के कति धेरै हो मान्छे त मलाई देखेपछि त धेरैले थाहा पाइसक्नु भयो होला अब भने यहाँ रमाइलो मात्र हुनेछ है